ताप्लेजुङ बजार। अब अलिक पुरानो बजार पनि, त्यसले गर्दा पनि होला अलिक बाटोहरू साँगुरो साँगुरो रहेछ। यस्तो गल्लीबाट हामी छिर्दैछौँ। गल्ली भन्दा पनि यो चाहिँ बाटो नै छ। यतातिर कपडा पसलहरू भयो, यतातिर दामी दामी स्वेटरहरू छ। आज मेरो सपिङ चाहिँ फुल हुन्छ। कतिको महँगो पर्छ म हजुरहरूलाई अहिले देखाउँछु ल, मेरो क्यामेरामा पनि। आहा त्यो कस्तो राम्रो चोलो हो, यस्तो चाहिँ मलाई मनपर्छ नि। वेदर पनि अहिले चाहिँ एकदमै राम्रो छ, फुल्या छ, फुलहरू फुलेर उस्तै रमाइलो छ। ताप्लेजुङ बजार कति धेरै ठुलो रहेछ है ताप्लेजुङ बजार त। घरहरू पनि उस्तै ठुलो ठुलो, काहीँ काहीँ सानो सानो। यतातिर चाहिँ बढी मिश्रित बस्तीहरू बस्नुहुन्छ जस्तो लाग्यो मलाई। सबैजना अब व्यापार व्यवसायको हिसाबले पनि मलाई सपिङ गर्ने ठाउँमा लाँदै हुनुहुन्छ। कहाँ हो सपिङ गर्ने ठाउँ मलाई थाहा छैन। ल सपिङ गर्ने ठाउँ त सक्यो त। बाबा सपिङ गर्ने ठाउँ सक्यो।